हेलो बाबु, सन्चै छस्? सन्चै छु आमा। त्यसै किन आत्तिनु भएको त? बरु हजुरहरू अनि हजुरको बुहारीलाई सन्चै त छ नि? अँ, अनि यत्तिका दिनसम्म किन फोन नगरेको त? यताबाट गर्दा पनि तेरो फोन नलाग्ने, उताबाट तेरो फोन पनि नआउने। एउटा दुःखको कुरो छ आमा। के कुरा हो र बाबु? जसलाई परमेश्वरले ठगेको हुन्छ त्यसैलाई आफन्तले पनि छोड्दा रहेछ नै आमा। होइन, तँलाई कसले के कुरा सुनाएर बाबु? कुरो के भने नि आमा, मेरो एउटा साथी थियो इलामतिरको, सँगै बस्ने खाने साह्रै सहयोगी थियो, सँगै काम गर्ने गर्थ्यौँ, कारखानामा मेसिन चलाउनु पर्थ्यो। एक दिन काम गर्दा गर्दै मेरै अगाडि मेसिनको पत्ताले उसको दुवै खुट्टा छिनाइदियो आमा। उसलाई त्यसै छोड्न पनि सकिन। हिजो मात्र हस्पिटलबाट डिस्चार्ज भएको छ, त्यही भएर फोन गर्ने होसै भएन आमा। बिचरा जहान केटाकेटी होलान् है? उसको कोही छैनन्, एउटा श्रीमती थिरे, ऊ पनि हिँडिछ। बरु एउटा कुरा भन्छु है आमा। भन्न बाबु। आखिर म पनि यहाँबाट काम छोडेरै आउने हो क्यारे। अब हामी बाहेक उसको यस दुनियाँमा अरू कोही छैनन्। उसलाई पनि मसँगै लिएर आउँ कि भनेको। बुवाले के भन्नुहुन्छ, बुहारीले के भन्छन्, के गरौँ गरौँ भयो आमा मलाई त। हुन त हो क्यारे बाबु, उसलाई पनि आफ्नै छोराछोरा बनाएर राखौँला। तर जिन्दगी लामो छ, सधैँको दिन एकै नहोला। चाहे गुणलाई एक बैगुनले जित्छ भन्छन्, फेरि कुनै दिन मन फाट्ला। भावनाले मात्रै पनि व्यवहार चल्दैन। एकपटक बाबासँग सल्लाह गर्न त। म त के भन्नु सकिँदा हजुरले नै कुरा गर्नु।